Today I'm going to show you how to make dalle chow. Here there are recipe. There are lots of is doing how to cutting dalle chow. Oh, हेर्नु अब उहाँले dalle chow काट्दै हुनुहुन्छ. रेसिपी कसरी dalle chow. मजाले धोएर यसरी काट्ने काटेपछि आलु प्याज टमाटर अनि आलु रेडी भइसकेको छ आलुको डल्ले चाउ खाँदैछ हामीले आज मसला सबै रेडी भइसक्यो तपाईँले पनि अब dalle chow बनाउनु तपाईँले आफूले कत्रो पिस खानु होला त्यो अनुसार काट्न सक्नुहुन्छ होला आज म तपाईहरुलाई मिठो रेसिपी बनाएर देखाउने छु आलु र डल्ले च्याउ अब यसरी काटिसकेपछि यहाँ तेल तताइसकेको छु कराईमा यसलाई मजाले फ्राई हान्छु अब तपाईहरुलाई म देखाउँछु स्टेप बाइ तपाईहरु मजाले हेरेर साथिनु होला यसरी पकाउनु पर्दो रहेछ dalle chow. पहिला ग्यास पनि यसरी बाल्नु पर्दो रहेछ अनि कराई पनि अब कराई त सफा छैन क्या कालो हो तर अझै नमाजेको बेला भरे कराई माजेर गरे करे भाइ मारिया सकेन अब यस्तो गर्न एकछिन कराई ताप्नु दिनु पर्दैन रे 2 मिनेट जति अनि त्यसपछि कराई तापेपछि तेल हाल्दै गर्नु अनुसार यहाँ तेल हालेको छु तपाईलाई अब कति तेल कति चाहिन्छ तपाईले आवश्यकता अनुसार हाल्नु होला एक्चुअली मेरो फेरि आलु र यो फ्राई गर्ने हो अब छ सुरुमा चाहिँ अब यो तेलमा चाहिँ dalle chow फ्राई गर्नुपर्ने हुँदैन मैले तेल चाहिँ बढ्दै हालेको छु तपाईलाई आवश्यकता अनुसार कति तेल चाहिन्छ आफ्नो भोलि अनुसार अब कति तपाईको dalle chow कति छ भन्नुहुन्छ त्यो अनुसार तपाईले तेल चाहिँ मिलाएर हाल्नु तेल चिल्लो नहाल्नु ग्यास्ट्रिक हुन्छ अब यो च्याउ के अरे प्याजको स्लाइसहरूलाई चाहिँ मसिनो गरेर काट्नु भयो भने राम्रोसँग मसलामा राम्रोसँग घोलमिल भएर तपाईँलाई पनि टेस्टमा चाहिँ एकदम चेन्ज आउँछ त्यस कारणले गर्दा पनि तपाईँले पनि यो स्लाइस चाहिँ प्याजको स्लाइस चाहिँ मसिनो गरेर काट्नु एकदम स्वाद राख्नु टमाटर पनि तपाईँले कति छ क्वान्टिटी अनुसार हाल्नु अरू टमाटर थोरै ल्याएर छ टमाटर महँगो रहेछ बेला टमाटर महँगो भएको बेला चाहिँ बेबिने टमाटर हो अनि त्यो च्याउ खान dalle chow खान लागिएन तपाईँ घरतिर टमाटर महँगै छ भनेर काट्नु पर्छ टमाटर सस्तो भएको धेरै टमाटर हाल्नुपर्ने टमाटरको स्वाद पनि एकदम पर्फेक्ट हुन्छ अब हामी त टमाटर मात्र हाल्नु हो यहाँ यसको सट्टामा बेसी त हालियो हालियो यसो लाग्यो फ्राई गर्नुपर्छ त्यसलाई डिप फ्राई हाल्नुपर्छ अगर तपाईँले यहाँ मित्र पनि हल्का झुक्नुभयो भने यसको अब चासो अलिकति चाँडो चाहिँ चाँडो तेल थोरै भयो क्या फ्राइड है होइन तेल थोरै भएको होइन फेरि हाम्रो क्वान्टिटी थोरै पनि भनौँ dalle chowको यो फ्राई भइसक्यो यो हल्का यो पानी निस्क्यो यो अलि अर्गानिक फ्रेस परेर हो डिप फ्राई भएर डिप फ्राई हाम्रो भइसक्यो अब त्यसपछि हामीलाई पनि निकाल्छौँ हाल्न रेडी भएको छ फ्राई गर्नुपर्छ यसलाई तेलमा मजाले रातो बनाउने हल्का म फ्राई गरिरहेको छु हेर्नु सक्नुहुन्छ नुन बेसार केही हाल्नु पर्दैन अहिले हाल्ने मजाले भुट्ने पहिला
आमा च्याउ पाक्यो लाटा कहाँ च्याउ पाक्छ च्याउ हाल्दै छ काँदै छ यी च्याउ हेर्दा लाटा कहाँ हेरिरहेको पाक्दै छ अझै कति हतार भयो यसलाई गो गो खै बोलेको खै त बोलेको बोल्ने अनि लाटा यहाँ तरकारी पाक्दैन टमाटर एड गरिसकेँ मजाले मजाले चलाउने ठिक छ भयो छोपिदिने यसलाई छोपिदिउँ है ल यसलाई छोपिदिउँ मैले यसलाई छोपेर मैले यो उतारेर यहाँ चलाउँदैछु उतारेर यसलाई छोपेर चाहिँ मैले एकछिन भुटेर 2 मिनटसम्म टमाटरलाई चाहिँ रातो ग्रेभी हुन्छ हामी चाहिँ छोपेर चलाउँदैछु अब यसलाई 2-3 मिनट पकाइसकेपछि अब हाम्रो यो बाँकी रहेको एउटा यो डल्ले च्याउ छ यसमा हालेर पकाएको छु आवश्यकता अनुसार मरमसला जिरा टिमुरहरू तिलको छोप लाउँदा हाम्रो मिठो हुन्छ तपाईँसँग छ भने यदि छैन भने टिमुर चाहिँ हाल्ला टिमुर र ग्राम तपाईँले पिसेर हाल्नु हो भने त्यसको टेस्टै चेन्ज हुन्छ पाउडर एड गरेँ मैले हाम्रो चिकन मसला एड गरेँ मैले चाहिँ किचन किङ मसलाको यो मसला हाल्न गइरहेको छु यो मसलाले सब स्वादिष्ट बनाउने काम गर्छ यो चाहिँ अलि राम्रो खालको चाहिँ मसला रहेको छ यस मसला ट्राई गर्नुभयो भने चाहिँ अर्कोचोटि पनि हजुर यही मसला पनि ट्राई गर्नुहुन्छ राम्रो छ मार्केटमा राम्रै यसले रिभ्यूहरू पाइरहेको छ ठिक छ मसला अब चाहिँ मैले आलु मजाले भुटेँ अब म यहाँ च्याउ हाल्न गइरहेको छु ल यो फ्राई गरेको डिप फ्राई गरेको च्याउ अर्ग्यानिक च्याउ आउनै करेछ बारीको अब चाहिँ यहाँ आलुसँग मिक्स गर्दैछु यसरी मजाले चलाउने अब यसलाई मजाले चलाउने हाम्रो चाहिँ यसलाई हल्का रस बनाएर खानेछौँ ग्रेभी बनाएर हामी सुक्खा खान सक्दैनौँ हाम्रो तपाईँहरू अवस्था अनुसार झोल हाल्न सक्नुहुन्छ रस हाल्न सक्नुहुन्छ टक्क रेडी भयो आलु र च्याउ मजाले यसरी मिक्स गरिसकेपछि मैले यहाँ थोरै पानी एड गर्दैछु हाम्रो यो मसला कोला पानी थियो हल्का मसला थियो यसमै हालेर यसरी पानी हालेर म छोपिदिन्छु पाकिसक्यो हाम्रो अब म यसमा थोरै धनियाँ हाल्दैछु धनियाँ हालेपछि हाम्रो रेसिपी तयार भयो च्याउ र आलुको रेसिपी धन्यवाद यसरी हेर्नुहोस् हाम्रो रेसिपी तयार भयो अब कडा माल आएर पक्कै मेरो फेभरेट हो च्याउ हो आज च्याउ आज फेभरेट हो मेरो आज मलाई गेस गराएको